Hello everyone, welcome back to my YouTube channel. आज चाहिँ हामी नोकोनोसीमा आएको छौँ घुम्नको लागि। भ्लग चाहिँ बनाउँदिन भनेको थियौँ, तर यहाँको सिन देखेर भ्लग नबनाइकन मनले नै मानेन। यस्तो राम्रो फुलको बगैँचामा पुरै समुद्रको बीच कहाँको बीचमा रे पर्यो? समुद्रको बीचमै हो। समुद्रको बीचमा छुट्टै एउटा डाँडामा फुलको बगैँचा हेर्न सक्नुहुन्छ। कस्तो दामी छ, यति धेरै छ कि आज दिनभरि पनि घुमेर मनले मतलब घुमेर थाम्न नसक्ने रहेछ। हामी चाहिँ आइपुगेको यहाँ 12 बजे। अब 12 बजेदेखि पनि घुमेछौँ। त्यही नि अब हेरौँ है त, म तपाईँहरूलाई देखाउँछु है त सबै। यस्तो दामी, वाउ, यहाँ झन् कस्तो राम्रो रहेछ। फुल हेर्नु गाइज, वाउ, यो झन् पुतली फुल, नेपालको पुतली फुल। कस्तो दामी छ, फुल। यस्तो छ। म अझै बिच 4जना आएको छौँ। यता दिदी हुनुहुन्छ, यता दाई हुनुहुन्छ, यता परिन हुनुहुन्छ। कोही हेलो भन्नु न। अनि हामी घुम्न आएको छौँ। यहाँ हेर्नु कस्तो पुरा ग्राउन्ड, कति राम्रो रहेछ। भ्लग चाहिँ बनाउँदिनँ भनेरै सोचेको थिएँ। ल, यस्तो दामी भ्लग चाहिँ फेरि लाइक कमेन्टको लागि बनाएको होइन, यादगारको लागि बनाएको हो। जस्तो हुन्छ त्यस्तै। यहाँ यस्तो राम्रो ठाउँ रहेछ कि पछिको लागि यादगार हुन्छ। यहाँ परबिन दाई दिदी हामी आधी चाहिँ घुमेर थाकेर फोटो खिचेर अनि भर्खर भ्लग बनाउन स्टार्ट गरेको। पानीहरू खाँदै हुनुहुन्छ। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ समुद्रको पुरै समुद्रको बिचमा छ क्या यो। यहाँ चाहिँ मान्छेहरूले बार्बिक्यू गरेर खाने यस्तो रमाइलो गर्ने ठाउँ रहेछ। यहाँ चाहिँ यसरी बस्ने, यहाँ पार्क छ, तल समुद्र छ। यसरी सबले यहाँ घुमेर इन्जोय गरिरहेको छ। कस्तो राम्रो ठाउँ छ यहाँ त। अब यहाँ आइसक्रिम खान गएको। यहाँ चाहिँ आइसक्रिम खाने ठाउँ रहेछ। खोइ त कहाँ जानुभयो परिनहरू? यतै पर्खिनु भयो होइन हामीलाई? हुनु न त, ए भित्र हुनुहुँदो रहेछ। यहाँ चाहिँ बार्बिक्यू गरेर खाने ठाउँ हो। अगाडि हुन्छ। दिदी भिडियोमा आउनुपर्छ। यता त जानुलाई यहाँ आइसक्रिम खाने। हुन्छ, आइसक्रिम खाने भने होइन, फ्राइड राइस खाने भयो। लु के खाम न, भित्र बस्नु पहिले नि हेरौँ। हामी चाहिँ यहाँ मेनु हेर्दैछौँ खानको लागि। के खाने र? चिकन मात्रै, अरू त खाँदैन। के छ यहाँ खाने जस्तो? यो त नखाने। पोर्क पनि नखाने, नभए फ्राइड राइस नै खाऊँ। अरू के छ त? अब हामी के खान्छौँ? यहाँ परिनले सोध्दै हुनुहुन्छ। यहाँ अर्डर गरेर बसेको छौँ खानको लागि। आएको छ यहाँले लागेर अब गीत गाउनुहुन्छ। गीत गाउनु उडायो हावाले यो मन उडायो हावाले। अब एकचोटि धेरै फुलमा गएर उहाँबाट चाहिँ पुरै मिजु भिडियो बनाइदिन्छु 1 घन्टा त भन्ने मान्छेले एउटा फोटो खिच्दाखेरि खाजा पनि आइपुग्यो। म खान्न नि त, दिदीले पनि खानुहुन्न। हामी चाहिँ कोक मात्रै भयो। यहाँ त के भयो खाना नै मिल्दैन। ह्याप्पी न्यू इयर होइन, माघे सङ्क्रान्तिको कोक खाइन हामीले। सेम परिनले बनाएको। कस्तो दामी कल रहेछ यहाँ चाहिँ, सेम नेपालको जस्तै कल छ। टप। हामी चाहिँ हिँड्दैछौँ पार्क, फुलको बिचमा जाँदैछौँ। खेल्ने ग्राउन्ड यस्तो छ। पार्क अब योभन्दा उता छ है। यस्तो छ यहाँ। प्रति मान्छे 1500 रुपियाँ। यति ठुलो ग्राउन्डमा फुल्लै फुल छ। हेर्नुहोस्
कस्तो इन्ट्री छ फुल्लै फुल कस्तो दामी जेल खेती जस्तो रहेछ फुल्लै फुल छ यो त के होइन हो माथिसम्म छ कस्तो दामी चाहिँ यस्तो छ चारैतिर यस्तो छ फुल्लै फुल यस्तो रहेछ यहाँ चाहिँ फुल्लै फुल हो अर्को बाटो यो अर्को बाटोमा छिरेको यहाँ त घुमेरै साध्य छैन यस्तो दामी छ यस्तो राम्रो छ ग्राउन्ड यस्तो क्युट बेबीहरू पनि छ यहाँ कस्तो मजाले मिलाएको कि फुल्लै फुलहरू अब हामी यहाँबाट के चढ्ने रे कि अब पहिला के चढ्ने बस है पऱ्यो बस चढ्ने हो यहाँबाट अब बस चढ्ने लाइन लागिरहेको छौँ यस्तो लाइन छ अन्त पछाडि पनि यस्तो लाइन छ अब बस चढेर फेरि अनि बस चढेर के चढ्ने नाउ चढेर फेरि बस चढ्ने अनि फेरि ट्रेन चढ्ने अनि फेरि घरमा सुत्ने अनि है त गाइस हामी बसमा चढेर नाउ चढ्ने ठाउँसम्म जान लागेको त्यहाँबाट फेरि नाउ चढेर फेरि अर्को बस चढ्छौँ लाइन लाग्दैछ बसमा चढ्नु हामी अब बस पनि चढिसक्यौँ अब बस चढेर अब हामी पहिला खाजा खान जान्छौँ अब हामी यहाँबाट फर्केको हेर्नु न पुरै नेपालको गाउँ जस्तै त्यो सिन्धुलीको बाटो जस्तै छ यहाँ त पुरै जङ्गलै जङ्गल हो नि त यो सिन्धुलीको त्यो खुरकोटको बाटो अनि त्यो जङ्गल जस्तै बाटो छ सेम अनि त्यो बिचमा घर तल समुद्र बिचमा घर सिन्धुलीको त्यो तल खोला छ नि त्यस्तै यहाँ गाउँको घर यस्तो हुन्छ यहाँ चाहिँ यस्तो छ गाउँ छ सेम सिन्धुलीको रोड जस्तै छ काठमाडौँ गएको पो याद आयो यस्तो छ जङ्गलै जङ्गल काठमाडौँ गएको जस्तै याद आएको छैन बाटो के हेर्नु न बिचमा घर यस्तो छ यहाँ माटोहरू हेर्नु न सबै हामी अब फेरि समुद्रमा आइपुग्यौँ जङ्गलको बाटो कटेर अब हामी पारीको ठाउँमा जाने उत्तर त्यो घरै घर हुने ठाउँमा जाने हो अब यहाँबाट नाउ चढेर सबै अब यहाँ ओर्लिएर अब हामी ट्रेन के अरे नाउ चढ्ने ठाउँमा आइपुग्यौँ अब यहाँ सबैजना ओर्लिनुहुन्छ यहाँ पैसा तिरेर निस्किसक्यौँ मासुको पोलेको सेन्टा छ परिन डान्स गर्दै हुनुहुन्छ परिन तपाईँ क्यामेरा पक्रिनु म देखाउँदै हुन्छु के देखाउँछ क्यामेरा फोर्छ अब म बोलाउँछु नि त अहिले फोन गरेर बोलाउँछु म दादा निराश छ त के हो
हावा चल्यो सरर। ल ल ल ल अब हाम्रो यस्तै हो ल। सलाम यहाँ कता टोइले थियो पिसा सरू यसले त दिदी गाईहरू यता यहाँ लाइन कुर्दैछौँ होइन मतलब नाउ चढ्ने लाइनमा पर्खिँदैछौँ। के अरे नाउ कति बजे अरे 5 बजेको छ। पानीजहाज त्यसलाई नाउ भन्ने होइन र पानी जहाजमा चढ्ने 5 बजे हो। भर्खर 4:30 भएको छ। अझै आधी घन्टा लाइनमा उभिनुपर्छ। लाइन हेर्नु सक्नु त्यति लामो छ। यता परिन चाहिँ लाइनमा नबसेर टर्न बनेर बस्नु भएको छ यता। आज हाम्रो कोरियाको यात्रा टुक्यो। अब हामी यहाँबाट कोरिया जाँदै आयो। यो 50-60 होला। यही बस्छौँ बस्छौँ है। हाम्रो पानीजहाज पनि चल्यो। बाई बाई के अरे नोकोनो सीमा। अब हामी यहाँबाट जान्छौँ टाढी। अब जमिनमा होइन मतलब यो के हो अरे यो मतलब समुद्रको के हो अरे भन्नु त मलाई भन्न आएन। मतलब छुट्टै एउटा के भन्नु भएन। परिको राज्य कस्तो राम्रो पानी छाल्किरहेको छ यहाँ। समुद्र ठुलो विशाल समुद्र छ। यस्तो छ। अब हाम्रो डेस्टिनेसन आउन आँट्यो। हामी अब यहीँनिर ओर्लिने हो। हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ कि। वहाँबाट यो चाहिँ के हो अरे पऱ्यो नि यो चाहिँ प्राइभेट नाउ। त्यसमा झन् चढ्नु कति मजा आउँछ होला पानी हो। यो चाहिँ हामी अघि के छ त केटीहरू डोर पनि लागेको छैन उनीहरूलाई। हल्ली गरेछ ल। यसमा चाहिँ मजा आउने रहेछ। बाई गरिदियो ल परिनले बाई गरिदियो। कस्तो मजाले गएको होला। त्यही छिटो जाँदो रहेछ त नि हाम्रो भन्दा त। ऊ अर्को पनि भ्याइसक्यो। दामी छ यो ठाउँ चाहिँ। यो झन् कस्तो दामी छ। यसो चाहिँ मान्छे छैन त्यहाँनिर। त्यताबाट टच गरेको छैन पानीमा। चढ्दैन ल। हाम्रो डेस्टिनेसन पनि आइसक्यो। हामी त्यो पहाडमा पुगेर आएको। अब हामी त हाम्रो आफ्नो ठाउँ आयो। र चाहिँ हामी समुद्र पार गरेर त्यो पहाडमा गएको थियौँ। पानीहरू अरे बाफ्रे पानी पनि कम हुँदै गएछ। अब हामी छेउछेउमा आइसक्यौँ। पानी पर्ला जस्तो नै भएको छ। अब यहाँबाट फेरि हामी बस चढेर अनि ढुक्कर ठाउँमा गाडीहरू लिएर आएको छ। अब गाडीहरू लागेछ। ए जसको गाडी लगेको थियो त्यो गाडीमै बस्ने रहेछ।
आएको ए गाडीमै बस्दा रहेछ नि त सर्ट गाडी लाँदैछन् अब जाने झन्डै खुट्टा दुःख बाहिर खाजा खाने भनेको थियौँ बाहिर अब पैसा किन खर्च गर्नु त्यही भएर घरमै यस्तै पकाएर खान लाग्यौँ है त्यो साथीहरू आजको भ्लग यति नै भयो ल अर्को पटक फेरि भेटौँ ल होइन ल आजको लागि बाई बाई हेभ अ नाइट ड्रिम्स हामीले चाहिँ दिदी दाइलाई आधी बाटोसम्म पुगाएर अब हामी घर फर्किँदैछौँ सबैले मेरो युट्युब च्यानल हेरेर के भन्नुपर्छ अरे बढी लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट सब्स्क्राइबको लागि मैले भिडियो चाहिँ बनाएको होइन यादगार हुन्छ भनेर बनाएको हो त्यो चाहिँ गरिदिनु होला है त्यही पनि घुमाएर हुन्छ हस् त बाई 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 गाइस